आदरणीय समाजसेवी तथा धार्मिक व्यक्तित्वहरू एवं पत्रकारज्यूहरू, आदिकालीन ऋषि मुनिहरूको तपस्थली नेपालको पूर्वी भूभाग मेची अञ्चलको झापा जिल्ला स्थित मेची नगर नगरपालिका वार्ड नम्बर 3 बर्ग पिपल टोल साँघुरे तेलपानीमा मिति 2072 साल आश्विन 9 गते बुधबारका दिन शुभ साहित्यमा एउटा तामाको खडकुनामा शिव स्वरूपको सानो शिला स्थापना गरी प्राण प्रतिष्ठा गरेर सानो खरको छाना मुनि दैविक शक्तिको प्रभाव आफ्नो शरीरमै रहेको कारण गुरु ख्याम प्रसाद खनालले आफ्नै बारीको पाटोमा भगवानको मन्दिर स्थापना गरेर पूजा पाठको सुरुवात भएको थियो। यसरी आफ्नो गाउँमा ईश्वरीय शक्तिको साधना गर्ने व्यक्तिको आराधनालाई देखेर सामाजिक तथा धार्मिक भावनाले ओतप्रोत भएका यस समाजका प्रत्येक व्यक्तिको भावना ईश्वरीय मन्दिर निर्माण गर्नेतर्फ अग्रसर भयो र 2073 साल वैशाख 10 गतेबाट 18 गतेसम्म यसै स्थानमा मन्दिर निर्माणार्थ पुराणको आयोजना गरी चन्द्रेश्वर शिव पञ्चायन मन्दिर स्थापना गरेर पूजा पाठमा नियमितता ल्याइयो। यस मन्दिर निर्माण स्थापना कालमा समाजका सम्पूर्ण व्यक्तिहरूले गरेको मानसिक, आर्थिक तथा भौतिक सहयोगकै कारणले आजको यो मन्दिर यस अवस्थासम्म आएको छ। यसरी सहयोग पुर्याउने सम्पूर्ण सामाजिक तथा धार्मिक व्यक्तित्वहरूप्रति मन्दिर समिति सम्मान व्यक्त गर्दछ। यो मन्दिर निर्माणमा आर्थिक दृष्टिले सबैभन्दा महत्त्वपूर्ण भूमिका यसै क्षेत्रका धार्मिक तथा सामाजिक युवा व्यक्तित्व मुकुन्द दाहालको रहेको छ भने पञ्चमुखी शिव विग्रह तथा नन्दी निर्माणार्थ एवं प्राण प्रतिष्ठा समेत गराउने धार्मिक व्यक्तित्व सिक्किम निवासी कमल तिमसिना हुनुहुन्छ एवं गणेशको विग्रह स्थापनार्थ सहयोगी स्थानीय धार्मिक व्यक्तित्व मनोरथ काप्लेले, त्यसै गरी सूर्यको विग्रह स्थापना गर्न सहयोग गर्ने राधिका दिदी बहिनी तथा देवीको विग्रह एवं सालग्राम स्थापना गरेर सहयोग पुर्याउनु हुने गुरु ख्याम प्रसाद खनाल एवं सम्पूर्ण सहयोगीहरूलाई कहिल्यै बिर्सनु हुँदैन। यो मन्दिर स्थापनामा यी माथिका सम्पूर्ण कार्यहरू सम्पादन गर्न तन मन धन र वचनले आफ्नो क्षमता अनुसार सहयोग पुर्याउनु हुने समाजका सम्पूर्ण व्यक्तित्वहरूको उत्तिकै महत्त्वपूर्ण स्थान रहेकोले उहाँहरूप्रति नमन साथै सम्मान गर्नुपर्दछ। यस समाजको गहनाको रूपमा रहेको यस मन्दिरलाई समाजलाई नै छोडेर गुरु ख्याम प्रसाद खनाल 2074 सालको शिवरात्रि पछि मेची महाकाली पैदल यात्रामा निस्कनुभयो। विगत 1 वर्षदेखि आफ्नो मनमा यस मन्दिरलाई सरकारी ऐन अनुसार दर्ता गराएर यसले ओगटेको जमिन समेत यस मन्दिरको नाममा नामसारी गराएर समाजलाई हस्तान्तरण गर्ने र यो क्षेत्रलाई एउटा महत्त्वपूर्ण चन्द्रेश्वर धामको रूपमा समेत विकास गर्ने लक्ष्यलाई सबै सामु पुर्याउन यही वैशाख 24 देखि 30 गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गरिएको कुरा सबै सामु राख्दछौँ। यसमा सम्पूर्ण धार्मिक, राजनैतिक एवं समाजसेवी व्यक्तित्वहरू तथा पत्रकार मित्रहरूको समेत महत्त्वपूर्ण भूमिका रहने आशा गर्दछौँ। धन्यवाद। ब्रह्म गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर्साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। मंगलम भगवान विष्णु मंगलम गरुडाध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि सचितानंद रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्र विनाशाय श्री कृष्णाय वयम नमः। यहाँ यसै चन्द्रेश्वर भगवान का चरण कमलमा वन्दना गर्दै, श्री हरि का चरण कमलमा वन्दना गर्दै भक्तिमती माता, भावमय पिताहरू, पत्रकार बन्धुहरू सबैमा अभिवादन गर्दै, साथै यहाँ जो मैले व्यासाचार्य भनेर निमन्त्रणा गरेको छु गुरु, उहाँको पनि नमन गर्दै पण्डित दीननाथ सापकोटा, साथै यहाँ पण्डित प्रेम प्रसाद सुवेदी पनि हुनुहुन्छ। मैले अर्कोजना पनि बोलाएको थिएँ, आउनु भएन, मोहन प्रसाद भट्टराई। त्यसले गर्दा अब मैले यो पुराणको सङ्कल्प गरेँ।
यो आयोजना भन्दा पनि सङ्कल्प गरेँ एउटा पुराण लाउनु पर्यो। पहिले पनि 73 सालमा लाएको थिएँ, अब फेरि लाउनु पर्यो र यो मन्दिरलाई एउटा कहाँ जाँदाखेरि अरू ठाउँमा गएर केही काम गर्न सक्छु, आफूले भनेका कुराहरू पनि भए। त्यसले गर्दा यसलाई पनि एउटा तीर्थको रूप बनाऊ। यहाँ नजिकै गङ्गाजी पनि बगेकी छन्, त्यसले गर्दा यसलाई तीर्थको रूप बनाऊ, एउटा चन्द्रेश्वर धाम बनाऊ भन्ने मैले जमर्को गरेर यो पुराणको आयोजना गरेको। त्यसले गर्दा अब यसलाई म अब दर्ताको प्रक्रियामा मैले विधानको खाका तयार गर्न मुकुन्द दाललाई नै जिम्मा दिएको छु। फेरि भन्नु होला होइन मुकुन्द दालका मात्रै कुरा आए भन्नु होला, फेरि यो पनि म प्रश्न पार्छु। यो मन्दिर बनाउन थाल्ने मैले नसक्ने अवस्था आयो, बनाउँदै गर्दा अब के गरौँ त भनेर साथीसँग गएँ। ल तपाईँ नआत्तिनु, त्यो मन्दिर तपाईँले जति सक्नुभयो त्यो म पुरा गरिदिन्छु भनेपछि उसको ध्यानलाई त मैले कदर गरिदिनुपर्छ। त्यो कदर गर्नका लागि मैले मुकुन्द दालको नाम अवश्य लिनुपर्छ, किन लिन भने त्यो अपराध म आशुतोष भगवान्का अगाडि छु, त्यो अपराध मलाई पनि लाग्छ। त्यसले गर्दा अब सिक्किम निवासी कमल तिमीसिना मैले यो सरलाई पनि थाहा छ, मन्दिरको मूर्ति त्यहाँ बनाउन लगाएपछि पैसा भएन। अनि पैसा नभएपछि मैले फोन गरेँ, मैले यस्तो विचार गरेको छु, के छ भन्दा तपाईँले पैसा खोजेर ल्याउनुहोस्, म आउँदाखेरि ब्राह्मणदेखि बिदा गर्नेदेखि त्यो बोलाउँदा खुवाउनेसम्मको जिम्मा म लिन्छु भन्नु उहाँले। आएर लिनु पनि भयो। त्यसले गर्दा उहाँको नाम त मैले अवश्य राख्नुपर्छ। त्यसले गर्दा मैले यो राख्न राखेको हुँ मैले। त्यसले गर्दा कहीँ त्यस्ता कमजोरी छन्, मैले कहीँ त्यस्तो भुलेको छु भने यहाँनिर भुल्नु भएछ तपाईँले भन्नुभयो भने त्यसलाई फेरि सपार्न सकिन्छ होइन। अब काम गर्दै जाँदा काम गर्ने मान्छेकै गल्ती हुन्छ, काहीँ गल्ती पनि हुन्छ, त्यसमा सल्लाह सुझाव मैले पाउनुपर्छ। गर्दै लाँदा काहीँ कमजोरी हुनसक्छ। त्यसले गर्दा यसलाई मैले तीर्थको रूपमा एउटा यो 3 नम्बर वार्डको यो बरपिपल टोलको होइन मन्दिर बनौ, यसलाई सबैको बनाऊ भन्ने भावना हो मेरो। तुलसाको मोठ, गाईको ग्वाली, गौशाला, मन्दिर कसैको पेवा हुँदैन। त्यसले गर्दा यो तपाईँ हामी सबैको भन्ने कुरालाई मैले त्यही कुरा लिएर यो अहिले पुराणको आयोजना गरेका छु। हजुरहरूको पहिले पनि हजुरहरूकै सहयोग र उसले नै यो मन्दिर बन्या हो, फेरि पनि सहयोग पक्कै हुनेछ भन्ने आशा पनि मैले राखेको छु। त्यसले गर्दा त्यही आशा र उद्देश्यका साथ यो मैले पुराणको आयोजना गरेको हो। र यो अहिले लागेको खर्च भोलि यहाँ कसैले दिइहालेछ दिएछ भने पनि मैले कसैले दिन्छ भन्ने ठुलो आशा पनि राखेको छैन। र पनि अब दिएछ भने पनि त्यो हिसाब पाइ म अडिट गराउनेछु। त्यो पाइ त्यो हिसाबलाई म अडिट गराउनेछु। तपाईँहरू नै राखेर यहाँ खर्च भएको छ, यसरी भएको छ भनेर मैले त्यो खर्च फ्रसआउट गर्नेछु। त्यसले गर्दा यिनै कुराहरू मैले जानकारी हजुरहरू समक्ष राखेँ। को विषयमा चाहिँ तपाईँको अब 24 गते कलश यात्रा छ 11 बजे। अब हामी यही तल यहाँ माथि यो मन्दिर चाहिँ यहाँ माथि यही टोलमा त्यो मन्दिर छ, परिक्रमा गरेर अब यही गङ्गाजी हुन् पानी बगेको, यिनै गङ्गाबाट पानी ल्याएर हामी कलश निर्माण गर्छौँ। अब पण्डितहरू दुवैजना हुनुहुन्छ, पण्डित दिननाथ सापकोटा, पण्डित मोहन प्रसाद भट्टराई, यहीँ लोकलै हो, फेरि यही मेची नगरपालिकाकै उहाँहरू, यही मेची नगरपालिकाकै। र यहाँ गाउने कलाकार पनि मेची नगरपालिकाकै स्थानीय हुनुहुन्छ। त्यसले गर्दा त्यही छ पुराणको। अहिलेसम्म चाहिँ रोकिएको छुइनँ, काहीँ भोलि के होला म भन्न सक्दिनँ, तर अहिलेसम्म म काहीँ फटफटिएको छुइनँ। सरासर जाँदैछ। मैले कल्पना जब गरेर थालेँ तबसम्म म रोकिएको छैन। आज चाहिँ के गरौँ हो, मलाई त ठ्याक्कै पैसा भएन भन्नु परेको छैन अहिलेसम्म काम गर्न चाहिँ होइन। अब कति कुरा भोलि दिउँला आयो भनेका पनि छन्, तर पनि रोकिएको छैन। त्यसले गर्दा त्यो अवस्थाले म आइराखेको छु। यसलाई धामको रूपमा विकास गरौँ भन्ने नै हो। यो टोल, यो गाउँ, यो नगरपालिकाकै एउटा धामको रूपमा बनाओस् होइन। मैले जाँदा मैले महाकाली पुग्छु कहाँको हो भनेर सोधौँ भने म गुरु खेमप्रसाद खनाल झापा मेची नगरपालिकाको भन्नुपर्छ। अनि कहाँको भन्दा बरपिपल टोलको त भन्नै पर्यो। त्यसले गर्दा यही ठाउँको विकास होस् भन्ने परिकल्पना हो मेरो। मैले अघि पनि थोरै जोडेँ, अहिले मैले नै गएर त्यहाँ देखाइदिएको कुरा कपिलवस्तु नगरपालिकाको
बुट्टीचोक भन्दा 13 किलोमिटर उत्तर जानुपर्छ। त्यहाँ मैले नै गएर स्थापना गरेको यस्तो यहाँ यस्तो रहेछ यसो गर्नुपर्छ भनेर गरेको ठाउँमा 1 करोड बजेट परेको छ भने अब त्यसले गर्दा यो पनि एउटा धामको रूपमा विकास होस् हैन। त्यहाँ एउटा समिति बनाइदिए, त्यहाँको संरक्षक पनि मैले भनेपछि के त भने त्यसले गर्दा अब अरू ठाउँ त गर्न सकिँदो रहेछ भने आफ्नै ठाउँमा पनि गरौँ न त भन्ने एउटा जमर्को गरे हो मैले। के अरे बाल सन्तले भन्नुहुन्थ्यो क्या पोलपरा, आफ्नो ठाउँमा गर्न सकिँदो रहेछ, आफ्नो ठाउँमा गर्न नसकेर म यहाँ आएँ हैन। अहिले मैले त्यहाँ कुटी छोडेर आएँ, कुटी छोडेर गएपछि त्यहाँ चाहिँ अहिले चाहिँ कुटी बनाउन थालेँ भन्नुहुन्थ्यो क्या। त्यो आफ्नो गाह्रो पनि रहेछ। त्यसले गर्दा यी अप्ठ्यारा सजिला त लडाइँ गर्दै आइराखेको छ एकदम। त्यसले गर्दा यसलाई धामको रूपमा विकास गरौँ, धामको रूपमा अघि बढाएर जाउँ भन्ने नै हो मेरो परिकल्पना। यहाँ पैसा उठाउँ, यसलाई चाहिँ मोस मजती गरौँ, के गरौँ भन्ने नै होइन, यो धामको रूपमा हो। मैले भने नि पुराणमा आएको कुराहरू, यहाँ आएका कुराहरू, मैले अहिलेसम्म आएका कुराहरू पाइ हिसाब टिपेर राखेको छु होइन। कसैले चाहिँ ब्याङ्कमा मेरो खातामा हालिदिएको त्यो ब्याङ्क स्टेटमेन्ट माग्दा त्यो पाइहालिन्छ। त्यसले गर्दाखेरि त्यो म पाइ हिसाब पनि हजुरहरू राखेर फेरि यति भएछ है भनेर हजुरहरूलाई नि बोलाएर म सुनाउने छु। त यस्तो अब यो नेपाल एक तपोभूमि, बुद्ध भूमि, राम भूमि होइन अब भन्छौँ हामी, र अब इतिहास पढ्दै जाँदा देखिन्छ। त्यसले गर्दा अघि पनि मैले थोरै भने अब यो मैले परिस्थितिवश मैले यो कल्पना गरेका थिएँ, म मन्दिर बनाउँछु अनि पूजा गर्छु अथवा धोती नै लगाएर हिँड्छु भन्ने मैले कल्पना राखेको पनि थिइनँ। अब परिस्थितिवश मैले मन्दिर बनाउनु पर्यो अनि बनाउने कुरामा अब तपाईको के भयो त भन्दा मलाई पञ्चमुखी, अब यो यस्ता कुरा चाहिँ कति कुरा भन्न पनि अब यो अप्ठ्यारा कुराहरू पनि छन् हेर्नु। अब मैले पञ्चमुखी शिवजी भाँडामा राखेर यहाँ पूजा गरेँ, सिलगढीबाट ल्याएर भाँडामा राखेर पूजा गरेँ। मैले पछाडि त्यही फेरि पञ्चमुखी नै साटो गरेँ। त्यो पञ्चमुखी अब त्यसलाई मैले सेलाएँ, साना थिएँ। अनि अब यो चाहिँ के भयो त भन्दा पञ्चमुखी नै शिवजी मैले पुज्नु पर्ने त्यस्तो परिस्थिति मलाई खड्किएपछि अब मैले यो राखेँ। अब यो चन्द्रेश्वर चाहिँ के भयो त भन्नुहुन्छ भने चन्द्रका स्वरूप नाम भएका चन्द्रेश्वर भनिन्छ, किराँत स्वरूप भएका किराँतेश्वर भनिन्छ। त्यसैले मैले अब शिवजीका त्यो शिव पुराणै खोलेर हेर्नुपर्छ, शिवजीका शिवलिङ्गका 1000 नाम छन् हैन। त्यसले गर्दा अब त्यसलाई त्यो यो विषयमा हामी कुनै दिन त्यो विषयमा बसेर अध्ययन गरेर हैन। अब अहिले यो भनौँला त्यो नहुन सक्ला। त्यसले गर्दा यो चाहिँ शिव पुराण हेर्नुपर्छ हामीले। शिव पुराणमा चाहिँ अब शिवलिङ्गका चाहिँ नामहरू छन्, त्यो हेरेर अनि के रहेछ त भन्ने कुराहरू पनि गर्न सकिन्छ। अघि तपाईँले भने जस्तो कहीँ गएर सोधेर पनि गर्न सकिने भयो। त्यसले गर्दा त्यो विषयमा चाहिँ मैले यो हिसाबले यो चन्द्रेश्वर नाम राखेर पूजा गरेको। अब मेरा गुरु चाहिँ चन्द्र स्वरूप शिवजी हुन्। तपाईँलाई भन्दा मैले त गुरु त मान्नु पर्यो नि, गुरु चाहिँ मेरा चन्द्र स्वरूप शिवजी हुन्। अब त्यो चाहिँ किन भन्दा मसँग 2टा चिजहरू छन्। अब यो मेरो आफै आएको 3टा चिजहरू छन्। आफै आएको भन्दा कसले पत्याइदिने, गाह्रो छ नि त भन्न, कसले पत्याइदिने, समाजले त पत्याउन नसक्छ, पत्रकारले पनि पत्याउन नसक्छन्। अब आफै आएका चिज मसँग 2-3वटा चिजहरू छन्। जस्तो मसँग एउटा पैसा छ हैन, एउटा शङ्ख छ, मसँग शिला छन्। अब त्यस्ता कुराहरू यो गर्न पनि अप्ठ्यारो हुन्छ नि, हो कि होइन भन्नु न। त्यसले गर्दा अब ती कुराहरू छन्। त्यो हिसाबले पनि मैले चन्द्र स्वरूप शिवजी पुज्नु पर्ने भएको कारणले मेरा गुरु नै चन्द्र स्वरूप शिवजी हुन्। चन्द्र स्वरूपाय भेदमै महादेवाय धीमै तन्नो रुद्र प्रचोदयात् भन्छु म। त्यसले गर्दा मैले चन्द्र स्वरूप शिवजीलाई गुरु मानेर बसेको छु। त्यो हिसाबले पनि मैले चन्द्र स्वरूप शिवजी पुज्नु परेको छ। यो आज मात्रै भने मैले हैन। त्यसले गर्दा त्यो हिसाबले नै मैले चन्द्र स्वरूप शिवजीको पूजा गरेँ, सङ्कल्प गरेँ। यो पुराण हामी सबैको हो, यो मेची नगरवासीको हो। अब यो मेची नगरवासीको समग्रमा, त्यहाँबाट 3 नम्बरवासीको र समग्र यो मेची नगरवासीकै हो। यो तपाईँ हाम्रै हो। त्यसले गर्दा यसलाई अब जे जसरी सकिन्छ आफ्नो क्षमता, आफ्नो ती कुराहरूलाई हेरेर सहयोगको आग्रह गरेको।
तयारीमा चाहिँ जाँदैछु मैले भने त मन्दिर दर्ताको योजनाहरू जाँदैछु। अब त्यो क्रमिक रूपमा त्यो कल्पना गरेर जाँदैछु म। त चिता म पुर्याउँछु भने छ अरे, मैले एउटा कल्पना चाहिँ त्यो राखेको छु मैले भने। अब यो जीर्णोद्धारको एउटा उद्देश्य चाहिँ मेरो त्यो बेला जीर्णोद्धार गरौँ भन्ने उद्देश्य राखेर अब पैसै उठेर भक्कै गरौँ भन्ने त्यो कल्पना पनि मेरो होइन। म त त्यो कल्पनाको मान्छे पनि होइन। त्यसले गर्दा त्यो मैले कल्पना गरेको छुइनँ। मलाई तामासी धेरै ठुलो त्यस्तो पनि मन पर्दैन होइन। त्यसले गर्दा अब यो अब अहिले कति भागवत भनेपछि मान्छे डराउँछ पैसा उठाउन। म त त्यसको पनि हो, फेरि पैसा पो उठाउन गरौँ कि होइन। अहिले कति ठाउँ त भागवत भनेपछि पैसा उठाउन गरे। अब ठेकामा लिएर पनि चाहिँ यति मलाई नि भने एकजना मान्छेले तपाईँ कति ठेकामा दिनुहुन्छ पनि भने, मैले अहिले नामै नतोकौँ होइन। त्यसले गर्दा त्यो अब त्यस्तो पनि भएको छ। त्यसले गर्दा अब हामीलाई पनि कति भन्छन्, कति दिन गुरु दक्षिणा भन्छन्। म यसको पनि चाहिँ फेरि विरोध गर्छु। रिसाउनु होला कतिजना, दक्षिणा तोक्नु हुँदैन भन्ने मान्छे हो। उसले स्वेच्छाले दिन पाउनुपर्छ होइन। तपाईँको कति ठाउँ अक्षय कोष्ठी तोकौँ भन्छन्। जस्तो मैले कति ठाउँ मन्दिरमा गएर सल्लाह दिन्छु, कसैलाई 500 रुपियाँ दिन मन छ नपाउने कि नपाउने होइन। भनेपछि के हो त भने त्यस्ता कुराहरू पनि पर्दछन्। त्यसले गर्दा मैले यहाँ त्यत्रो ठुलो लक्ष्य राखेर के न हो भन्ने पनि छैन। मैले प्रश्न भने पत्रकारिता जगत भनेको यस्तो हो जहाँ जुनसुकै अप्ठ्यारो कालो ठाउँमा पनि उज्यालो बनाउने जगत हो। त्यो आशा गर्छ यो भेकले, यहाँ गुरुजीले होइन, यो भेकले त्यो आशा गर्छ। हामीले त्यो आशा गरेका छौँ। यहाँहरू विभिन्न सेक्टरबाट, विभिन्न क्षेत्रबाट यहाँको वस्तुस्थिति, यहाँ गुरुजीले आयोजना गर्नलाई आएको पुराणको मात्रै नभएर यो कालो अँध्यारो ठाउँको वस्तुस्थिति को बारेमा यहाँहरूले छर्लङ्ग सबैतिर पुर्याइदिनु हुनेछ र यहाँ एउटा विकासका क्रमहरू सिर्जना हुनेछन्, सृष्टि हुनेछन् र यो भेगले उज्यालोपन पाउनेछ भन्ने आशा गरेका छौँ। पुराण थुप्रै लाग्छन्। निजी पुराण हुन्छ, कोठाभित्रको पनि पुराण हुन्छ, सार्वजनिक पुराण हुन्छ, मठ मन्दिरमा पुराण हुन्छन्। पुराणको अवस्था ती विभिन्न प्रकारले पुराणहरू हुन्छन्, कथा व्यथाहरू हुन्छन्। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुराहरू चाहिँ के हो भने हामी हदै विकट एरियामा यो भेग रहेको छ। यहाँ भर्खरै मात्र यो पिच यसो देखिएको छ, यसले पनि राम्रो रूप लिइसकेका छैन, तल खोलामा पुल बनिसकेका छैन। र यहाँका पुरानो अघि नै यहाँ पत्रकार मित्रहरूले राख्नुभयो, यहाँका पौराणिक कुनै धार्मिक अवस्थासँग जोडिएका केही त्यस्ता कुराहरू पनि छन् कि भन्ने कुराहरू राख्नुभएको थियो। त्यसको बारेमा के छ, यहाँ नजिकै समीपमा करिब 1.5 किलोमिटर पनि छैन होला हिन्दूगढ भन्ने हाम्रो एउटा क्षेत्र छ। यहाँ हिन्दूहरूको गढ भएकाले गर्दा यहाँ सबभन्दा पहिले यो बेल्टमा हिन्दू जातिका मानिसहरू, हिन्दू धर्म परम्पराका मानिसहरू, हिन्दू तलैची मान्ने मान्छेहरू त्यहाँ बसोबास गरेका 2-4 घर भएकाले गर्दा त्यो ठाउँको नामै हिन्दूगढ भनेर राखिएको रहेछ। एक त हाम्रो हिन्दू धर्मको उद्गम बिन्दु पनि त्यहाँ रहेको रहेछ भन्ने कुरा हामीले पाएका छौँ। सँगसँगै मास्टर अब पुराना विभिन्न जातिका मानिसहरूको बसोबासको कारणले खम्बुटार, खम्बु भनेको खम्लुवाहरू राईहरूको बसोबास मात्रै भएका रहे खम्बुटार, एउटा लिम्बुटार छ, लिम्बूहरूको मात्रै बसोबास भएको लिम्बुटार, स्याङ्जेन तामाङहरूको मात्रै बसोबास भएको स्याङ्लेनटार छ, गोलाटार गोलेहरूको मात्रै बसोबास भएको ठाउँ गोलाटार। यी यस्ता वस्तुहरूले घेरिएको यो साँगुरे तिमसिनेहरूको मात्रै एरिया। अब यस्ता पुराना विषयहरू केलाउन खोज गर्न त पक्कै पनि बाँकी छ। अब यस्तै विभिन्न कार्यक्रमले ती कुराहरूप्रति हामी उन्मुख पक्कै पनि हुन्छौँ। मलाई लाग्छ यहाँले जुन एउटा उद्देश्यका साथ उहाँको चाहना अनुसार, उहाँको भावना अनुसार उहाँले जुन सपना देख्नुभयो त्यो सपनालाई साकार बनाउने क्रममा हामी पनि तैनात हौँ। कम्तीमा पनि यसलाई एउटा रूप दिउँ, रूप धारण गरिदिउँ, उहाँको सपना पुरा गरिदिउँ, जसले गर्दा हाम्रै चाहिँ जीवनस्तरमा उन्नति, प्रगति, विकास हरेक कुराहरू पनि आउन सक्छ भन्ने उद्देश्यले यहाँको समाजले, यहाँको सामाजिक क्षेत्रले त्यो कुराहरूको सोच बनाएको छ। एक दोस्रो कुरो यो किन अघि उहाँ कार्यक्रम सञ्चालक महोदयले भन्नुभयो यो खनालको मन्दिर भन्नु, त्यो स्थिति पनि छैन।
त्यो स्थिति नहुनुमा र हुनुमा चाहिँ के चाहिँ अलिकति मानिसहरूको बुझाइमा अलिक फरक हुन्छ नि त। बिल्कुल सामाजिकरण गरेर चाहिँ एउटा समाजलाई हस्तान्तरण गरिसकेपछि चाहिँ त्यो स्थिति रहँदैन। अहिले अलिकति अप्ठ्यारो त्यो सामाजिकीकरण गरेर जानका लागि, समाजलाई हस्तान्तरण गर्नका लागि प्रक्रिया पुग्नु पर्दछ। अहिले त कानुनी अडचनहरू पनि आउँछ नि त, धार्मिक पाटोले मात्रै समेट्न सकिँदैन। कानुनी अडचनहरू पनि आउँदा त्यो कानुनी प्रक्रियाहरू पुरा गर्ने क्रममा उहाँ हुनुहुन्छ, प्रक्रियामा हुनुहुन्छ। त्यो प्रक्रिया पुरा गरिसकेपछि पक्कै पनि मलाई लाग्छ कसैले खनालको मन्दिर भनौँ भने पनि त्यो हटेर जान्छ। अहिलेसम्म त्यो प्रक्रिया पुरा गरेर हस्तान्तरण गरेर एउटा कार्यकारी समिति निर्माण नहुन्जेलको अवस्था चाहिँ उहाँले नै सञ्चालन गरिदिनुभएको छ नि त। यो मन्दिर बिहान पाठ पूजा गर्नुहुन्छ, यहाँ कति तेल जल्छ, कति बाती जल्छ, कति के हुन्छ, यसलाई रङरोगन भयो, त्यो सबै कुरो उहाँले आफैले मात्रै गरेकाले गर्दा व्यक्तिले खनालको मन्दिर भन्नुपर्ने अवस्था सिर्जिएको मात्रै हो। भोलि त त्यो स्थिति नरहला र उहाँको जुन सपना हो, उहाँको जुन एउटा चाहना हो, त्यो चाहनालाई हामीले सकारात्मक रूपले लिएका छौँ यो बेल्टले र पक्कै पनि विगतमा एउटा यस्तै पुराण लगाइयो, त्यस पछाडि बिचमा अलिकति ग्यापिङ रह्यो होइन। अब दुःख सुख एउटा यो मन्दिर निर्माण गर्नुभयो उहाँले आफ्ना कोही अन्यहरूलाई चाहिँ सहयोग मागेर। अब यसलाई अझै बृहत बनाऊँ, यसलाई अझै हाराबारा बनाऊँ, यसले अलिक ठुलो स्थान लियोस् भन्ने खालको जुन सोच बनाइरहनु भएको छ। र भावी योजनाहरू चाहिँ के छन् त भन्ने कुराहरूमा हामी के पनि भन्दैछौँ भने यो बेल्टमा अघि पनि हामी बसेर 2-4 जना यहाँ गुरुजनहरू बसेर यसलाई एउटा स्तरीय रूप दिनको लागि के गर्न सकिएला भन्ने कुराहरू। अब जस्तै एउटा हलको निर्माण गरिदिनु, विभिन्न धार्मिक क्षेत्रबाट गर्न सक्ने खालका पूजा अर्चना भयो, बिहे वर्तमान भयो, त्यो पनि सञ्चालन गर्ने खालको सोच बनाएर हामीले यहाँ गऱ्यौँ भनेदेखि सुलभ खर्चमा यहाँ कसैको बिहे गराइदिन सक्यो, यो मन्दिरलाई आधार मानेर व्रतबन्ध गराइदिन सक्यो भने यसले केही न केही अर्को रूप पनि धारण गर्छ। टाढा टाढाका मानिसहरूले पनि चाहिँ यहाँ आएर सहयोग पुर्याउन सक्छन् भन्ने खालको हामीले यहाँ अघि पनि थोरै छलफल गऱ्यौँ। र यिनै समग्रतामा उहाँको सोच नकारात्मक छैन। हामी कोही व्यक्तिले सबै व्यक्तिको सोचेको खालको हुँदैन। कोही व्यक्तिले नकारात्मक सोच्यौँ भने पनि त्यो थोरै अल्पकालीन हुन्छ, त्यो आफै हटेर जान्छ। सबैको दिमाग एकै खालको नहुन पनि सक्छ। र उहाँको जुन सपना हो त्यो सपनालाई साकार बनाउने क्रममा यहाँको सम्पूर्ण सामाजिक बेल्ट तयार छ होइन। उहाँले जुन एउटा भावना लिनुभएको छ, सपना लिनुभएको छ, त्यो सपनालाई साकार बनाउने कुराहरूमा हामी सबै तल्लिन्छौँ। अब यो पुराण सम्पन्न गरिसकेपछि पक्कै पनि कुनै सेक्टरबाट काहीँ न काहीँ केही न केही निकास निक्लेला, उज्यालो आउला। अब बत्ती निर्माण भयो, बत्ती जलाइसकेपछि त पक्कै पनि प्रकाश आउला भन्ने हैसियतले मैले यहाँहरूलाई एउटा प्रकाशको रूपमा लिँदै मेरो भनाइ पनि यही अन्त्य गरेँ। स्वरूप शिवजीलाई पुज्दैछु भन्ने कुरा पनि मैले बताएँ। त्यसले गर्दा अब ती खोज अनुसन्धान गर्ने कुराहरू पनि आफ्नै ठाउँमा छन्। अब धेरै कुराहरू यसले यो मन्दिरको बारेमा धेरै कुराहरू बुझ्नुपर्छ। यो धामकै रूपमा विकास गरौँ भन्ने मेरो एउटा लक्ष्य हो। त चिता म पुर्याउँछु भनेर भगवान्ले भन्नुभएको छ। त्यही विश्वासम फलदायक, विश्वास गर सफल हुन्छस् भनेर पनि भनिएको छ। त्यसले गर्दा त्यही एउटा लक्ष्यमा छु। त्यसले गर्दा धेरै कुराहरू त्यहाँ समेटिन बाँकी होला। ती कुराहरूलाई फेरि हामी समेट्ने जमर्को गर्दै अहिले जे जति हजुरहरूले बुझ्नुभयो यसलाई उज्यालोको रूप दिनुहोला भन्ने आह्वान र आग्रह गर्दै साथ सहयोग गरिदिनु होला, पुराणमा आइदिनु होला। मैले फेरि मैले मौखिक निमन्त्रणा पनि गरेँ, आइदिनु होला। सहयोग भनेको मैले अघि पनि जोडेँ, पैसाको मात्रै सहयोग हुँदैन। अहिले डराउँछ, अघि पनि भने नि मान्छेले पुराण भने त पैसाका लागि हो भन्ने कुरा पैसाका लागि होइन। यो एउटा यहाँ हाम्रा कति यो हावा हामी वायुका रूपमा कति पितृहरूका आत्माहरू पनि भड्किएका होलान्, त्यसको पनि उद्धार होस् भन्ने निमित्त मैले यो एउटा श्रीमद् भागवतको आयोजना पनि गरे हो। पैसा त भगवानको कृपा हो, जे गर्नुहुन्छ भगवानले गर्नुहुन्छ, जे गर्नुहुन्छ भगवानलाई नै छोडिदिएको छ मैले।
र अहिलेसम्मको मैले यो गर्दै गरेका कुराहरू पनि हजुरहरूलाई बताएँ। अब भोलि फेरि यसै गरी नै हामीहरूले बस्न पाऊँ र यसै गरी तपाईँहरूलाई फेरि यी गरेका कुराहरू म समाजका केही गण्यमान्य व्यक्तिहरूलाई राखेर यसै नै गर्नेछु भन्दै यो आजको कार्यक्रम यी समाप्त